हेलो एभ्रिवान, नमस्कार, सेवा सबैजनालाई मेरो च्यानलमा स्वागत छ। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ र यो जाडोमा एकदमै न्यानो न्यानो बन्नको लागि तातो पोर्क मोमो लिएर आएको छौँ। अनि यहाँ सोल्टिनीको लागि अचार अनि यहाँ चाहिँ मेरो लागिरहेको छ। अनि हामीसँग चाहिँ पिउनको लागि तातो पानी रहेको छ। उहाँ चाहिँ मेरो सोल्टिनी हुनुहुन्छ, आफ्नो परिचय दिनु होला। नमस्ते, म चाहिँ सोल्टिनीको नि सोल्टिनी मेरो नाम चाहिँ सबिना तामाङ हो। यता शेर्पा, अब शेर्पा यहाँ पुरै शेर्पा सङ्घको छ अब होइन। शेर्पाको बुहारी। शेर्पाको बुहारी। अनि हजुर पोर्क मोमो अचार रहेको छ साथमा। अनि उहाँ चाहिँ फर्स्ट टाइम यसरी मेरो मुखबाङमा मलाई साथ दिनको लागि आउनुभएको छ। धेरै धेरै धन्यवाद हजुरलाई। ओके, अब ढिलो नगरिकन हामी आफ्नो खाना सुरु गर्छौँ। यदि हजुरहरू कोही नयाँ साथीहरू हुनुहुन्छ, मेरो भिडियो मन परेको छ भने च्यानललाई सब्सक्राइब, भिडियोलाई लाइक, कमेन्ट र सेयर गरेर साथ दिनु होला भन्दै अब सुरु गरौँ ल। हुन्छ, पानीदेखि गरौँ न त। ल, चियर्स। कस्तो मिठो हुन्छ जाडोमा चाहिँ तातो पानी ल खाम ल। लाग्छ। मोमो शुभ भोजन सबैमा। फर्स्ट बाइट खाइम ल। मिठो छ है। अचार पनि दामी भएछ। यो अचारमा चाहिँ कालो तिल, सिलाम अनि बदाम पनि मिक्स गरेको, एकदम मिठो छ। दामी रहेछ अचार। मोमो पनि कम त छैन नि। म चाहिँ हेर्ने दर्शक, बनाउनु हुने चाहिँ उहाँहरू एकदम प्रो तरिकाले बनाउनुहुन्छ नि त। अचार चाहिँ हाम्रो सोल्टिनीले बनाउनु भएको थियो। फेरि म चाहिँ मोमो चाहिँ जति नै खानु सक्ने कस्तो खालको मोमो लभरै हो दुवैजना। म त मोमो चाहिँ रहेछ भने खाना चाहिँदैन त्यस्तो खतरा। सोच्नुहोस् तपाईँहरू मोमो खानुभयो भने 3 दिन पनि माम खानुहुन्न। कोही हुनुहुन्छ म जस्तो खतरा। म त मुखबाङ हेऱ्यो भने पनि क्या त्यो नुडल्सहरू खाएको भन्दा पनि मोमो खाएकै हेर्नु मन लाग्यो। मेरो चाहिँ मुड अनुसार हुन्छ। कहिले के हेर्नु मन लाग्छ होइन, कहिले के हुन्छ। एकदम कार्य व्यस्तताले गर्दा चाहिँ भिडियो ग्याप भएको छ। त्यही नि आशा छ हजुरहरूले धेरै माया दिनुहुन्छ होला भनेर होइन। सोल्टिनीको पनि च्यानल चाहिँ छ, तर अहिले केही कारणवश उहाँले पनि स्थगित गर्नुभएको छ। केही समय पश्चात स्टार्ट गर्नुहुन्छ। हजुरहरू सबैले साथ दिनु होला उहाँलाई पनि। टाउको मात्रै इङ्ग्लिसमा बोल्नु भने मोमो छ खस्यो भने त होइन, खस्यो हो टिपेर खाने हो नि। यहीँदेखि थाहा पाउनु सक्नुहुन्छ हजुरहरूले, मोमो इज द बेस्ट भन्दै। इन्डियामा गएर खानु मन छ क्या मोमो। हामीले जस्तै बनाउँछ कि कस्तो बनाउँछ भनेर क्या, टेस्ट कस्तो। दार्जिलिङहरूतिर चाहिँ मिठो हुन्छ अरे। पुरै इन्डियामा त अलिक मिठो मेसी फोहोर तरिकाले बनाउँछ अरे हो। यस्तो अचारहरू टेस्ट हुँदैन अरे हो, यस्तो नेपालको जस्तो टेस्ट हुँदैन अरे। अचार मसलामै फरक पर्छ होला नि। होला नि।
सबैभन्दा धेरै मैले खाइसकेछु हेर्नु। होइन मैले होला म मैले 2 स्टेप खाएँ 2 लाइन खाइसकेर फेरि खान थालिसकेँ। मैले यस्तो सुरु गरेँ नि त। ज्यादा जुसी पनि छैन अनि ज्यादा सुक्खा पनि छैन, ठिक्क छ मोमो चाहिँ। कस्तो मिठो तातो पानी। जाडोमा त तातो पानी यस्तो मिठो हुन्छ नि। तातो पानी मात्र होइन, तातो खानाहरू सबै। अस्ति मैले माथि होइन 3 मग कि 4 मग खायो सोल्टिनी बस्दा बस्दै यहाँ माथि बर्थडेमा। अरू खाने होइन अनि म चाहिँ तातो पानी। अचारमा चाहिँ 13वटा डल्ले हालेको, पिरो छ अचार पनि स्पाइसी। सुरु गरौँ अब। मिठो भइरहेछ। स्वाद आइरहेछ। ठुलो बोल्नु, त्यति सानो सुन्दैन। फेरि फोनै पुरै क्यामेरा नै लड्यो भने ज्यादा बोलेर। अगायो अघि नै पनि खाएको मैले त टन्नै रुसीसँग। आउँदै गएँ म पनि। यही मोमो धेरै होला जस्तो भयो। अहिले एकछिनमा तलै आएर खान्छौँ। खाइहाल्यो भने पहिला यहाँको सक्नु दिनु, तलै आएर खाने। सबैजना सँगै आएर खाने। होइन अगायो क्या, रुसीसँग टन्नै खाएको नि त। खानु भयो? होइन खाँदै गर्नु, तल आएर बिसाउँदै 1-2वटा खायो भने अलग कुरो है। ल खानु। हजुर लाइट छर्नु चाहिँ छ धरानको पनि, तर यस्तो चाहिँ छैन। तपाईँ एउटा लिनु म एउटा लिन्छु। दुइटै खानुभयो कस्तो खुसी हुन्थेँ म। गाह्रो भएको अवस्था। फेरि अगाएको अवस्था। खाइला अचार भन्दै पिरो होइन मिठो। अगाएको ओके साथीहरू, हामीले हाम्रो मोमो खाना इन्जोय गऱ्यौँ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला।
अनि म सोल्टिनीको पनि च्यानल चाहिँ राख्छु मेन्सन गरेर हजुरहरूले उहाँको च्यानललाई पनि सब्सक्राइब चाहिँ गरेर साथ दिइराख्नु होला भन्दै आजसम्म जतिजनाले साथ र माया र सपोर्ट गर्नुभयो सबैजनालाई एकदमै हृदयदेखि नै धन्यवाद भन्दै फेरि भेटौँ होला नेक्स्ट भिडियोमा। आजलाई यति नै, बाई बाई। खै त बाई बाई पनि भन्नु।